सो हेलो नमस्ते वेलकम टु माई न्यू भ्लग। आई होप सबजना बवाल हुनुहुन्छ होला। म पनि सन्चै छु। त्यही भएर चाहिँ तपाईहरुलाई चाहिँ अब गर्मीको टाइममा हल्का अब चिसाइदिउँ न त भनेर चाहिँ आज एकदम नेचुरल स्विमिङ पुल तर्फ जाँदैछु हैन। अब तपाईहरुले पक्कै पनि थम्बनेल टाइटल देखिसक्नु भयो होला कहाँ हो भनेर, सिस्नेरी हैन। यहाँबाट लगभग म भर्खरै अब पुरानो बानेश्वर चोकमा छु। अब यहाँबाट पुग्दा लगभग 2 घण्टा जस्तो लाउँछु होला। अब बाटोदेखि लिएर सबै कुराहरू के छ कस्तो छ म तपाईहरुलाई अन्तिमसम्म भिडियो देखाउँछु हैन। भिडियो मन पर्यो भने लाइक गरिदिनु, च्यानलमा नयाँ भने सब्स्क्राइब गरिदिनु। अनि तपाईहरु पनि अब जानी सोच्दै हुनुहुन्छ भने ट्याक्क अब भ्लग हेरेर भिडियो हेरेर जानु पर्यो हैन। कता हो बाटोदेखि लिएर सबै भन्छु नि त मैले। अनि आज जान लागेको चाहिँ हामी केटाहरू हो 5 जना भएर। केटाहरूलाई चाहिँ मैले ठ्याक्क नखुमा गएर बस म आउँदैछु भनेछु। केटाहरू चाहिँ लगभग पुग्न लाग्यो होला। हामी चाहिँ अब यहाँबाट 10:30 भयो निस्किन लागेको। अब हेरौँ के छ कस्तो छ। अहिले चाहिँ पछि अब केटाहरूलाई भेटेपछि नै भेट्नुपर्छ होला। यतै होला नि कतै। त्यसो भए यहाँ छन् यिनीहरू। झोलासोला लिएर यहाँ के हो यस्तो? सबै आइसकेछन् यार। म त नाम भुलेछु कि उता एकान्त कुना भन्ठाने भनेको नखुदो बाटो भनेछु कि मलाई यादै नभएको। तर त्यहाँबाट नि यहाँबाट नि मिल्छ होला नि, यहाँबाट थाहा छैन कि बाटो। यहाँ छ लोकेश छ, उता चुडामाडी, उता राजवीर, यता अनुप दाई। अनि हामीसित प्रायः 2टा बाइक देख्नुहुन्छ। अहिले चाहिँ हाम्रो नयाँ 160 बाइक थपिरह। झोला हाल, झोला बोका। क्या दियो चप्पल? पर्दैन चप्पल लाउन। तपाईँले यस्तो नयाँ जुत्ता कसले लाउने भन्थ्यो? म त यो धुनी जुत्ता लगाएको अहिले गएर धुनियो म त सरसर्ती पारेर। साँच्चीकै साबुन लिएर आऊ कपडा धुनी भनेर। साँच्चीकै यो जुत्ता धुनी भनेर साबुन लिएर आऊ, अहिले देखाउँछु तपाईँलाई। शाबाश बेटा। अगाडि अनुप दाइसित बस न, डराउँछौ? अनुप दाइको अगाडि बस। अनुप दाइसित लोके अगाडि जाऊ। अनुप दाइ बिचमा बस्नु है। अनुप दाइ चाहिँ भर्खरै सिकाएर नयाँ बाइक लिएछ नि, त्यही भएर चाहिँ यिनलाई बिचमा राखेर लिएर जाँदैछौँ क्या हामी। अहिले चुडामणीले हाँक्छ। अहिले अफरोड गएपछि चुडामणीलाई दिनु है अनुप दाइ। अस्तिल्लो बाटो गएपछि चुडोलाई दिनु। बस जाम। सो त्यही हो, हामी चाहिँ अब यहाँ नखु दोबाटोबाट चाहिँ निस्कियौँ। अब यहाँबाट चाहिँ हामी त्यो तौडा हुँदै अनि फर्पिङ हुँदै भनौँ न दक्षिणकालीको बाटो हुँदै जान्छौँ। त्यही हो, जाँदै गर्दा चाहिँ अरू अहिले भेटौँला। अब हाम्रो यात्रा चाहिँ सुरु भयो 11 बजे यहाँबाट चाहिँ। हामी लगभग तौडा आइपुग्यौँ होइन। यतापट्टि चाहिँ तपाईँहरूलाई नेपालको झन्डा कस्तो बगाल क्या। यो चाहिँ ठ्याक्कै भन्सारको केही हो कि। यहाँबाट चाहिँ सामानहरूको चाहिँ यहाँ लिएर आएपछि चाहिँ यहाँबाट चाहिँ दर्ता सर्ता गरेर जानुपर्छ जस्तो लाग्यो। यो ठाउँमा चाहिँ सुबारको के भनेर लेखेछ। हाम्रो केटाहरू चाहिँ अगाडि छन्। यतातिरको बाटो पनि प्याक छ क्या आज चाहिँ। अब नर्मल्ली खाली चाहिँ छैन होइन। हामी बिस्तारै जाँदैछौँ भनौँ न। हामी लगभग अब फर्पिङ पुग्न लाग्यौँ होइन। अब एक कर्नर सकेपछि भनौँ न, यहाँ आइसकेपछि त्यो हेऱ्यो माथिपट्टिको यो गुम्बा यो घरहरू कस्तो दामी लाउँछ कि। हामी अस्ति नै एकचोटि चाहिँ उहाँ रिसोर्टमा पिकनिक पनि गएको थियौँ, तपाईँहरूले भिडियो हेरिहाल्नु होला। तर आज हामी यहाँ नानी अझै अगाडि जान्छौँ होइन। अब हामीलाई लगभग कति लाउँछ त एक्ज्याक्ट थाहा छैन। अब आज मौसम चाहिँ अहिलेसम्म अब ठिकै छ, तर कालो पनि हुँदैछ होइन। अब कस्तो हुन्छ के हुन्छ त्यो पनि अब अन्तिमसम्म हेर्नु होला। पानी पर्ला जस्तो पनि छ। अब भन्नै सकिन्न, पानीको भरै छैन अझै। अब बर्खा लागिसक्यो नि त। अनि त्यो भएर हामी चाहिँ अहिले ठ्याक्क फर्पिङ आइपुग्यौँ। तर यहाँ पुरै बाटो जाम रहेछ। के को भिड हो। अब हामी चाहिँ यहाँबाट चाहिँ अब लेफ्टतर्फ लाग्छौँ होइन। फर्पिङ जानु चाहिँ यहाँबाट फर्पिङ अरे भुन्डोल जानु चाहिँ यहाँबाट जान सकिन्छ माथि होइन। दक्षिणकाली जाने पनि यतैबाट हो। दक्षिणकाली मन्दिर जाने नि यतैबाट हो। अब यहाँबाट चाहिँ बाटो थाहा छैन क्या यार। यहाँबाट चाहिँ बाटो थाहा छैन क्या। अहिले ठ्याक्क दक्षिणकाली मन्दिर आइपुग्यौँ होइन। तल जान नपाए पनि यहीँबाट दर्शन गरेर जाऊँ न है।
हो त्यो त मन्दिर ल परमेश्वरी भगवान् रक्षा गरिदिनुहोस् ल हामी चाहिँ जाँदैछौँ केटाहरू चाहिँ कता पुग्यो यार हामी यसो पानी लिन बसेको केटाहरू त उडिहाले झन् के ल म चाहिँ फर्स्ट एकचोटि चाहिँ यहाँसम्म आएको थिएँ होइन मन्दिरसम्म अब यहाँभन्दा उता चाहिँ मेरो फर्स्ट टाइम हो अब बाटो पनि हेरौँ के छ कस्तो छ टन्नै रहेछन् आज मान्छे ल परमेश्वरी भगवान् रक्षा गरिदिनुहोस् होइन जाँदै गर्छ त्यो तलतिरको भाइब्स चाहिँ एकदम बवालै छ बवालै पाराको होइन तपाईँले देख्न सक्नुहुन्छ अनि यता चाहिँ यो बाटो बन्दै रहेछ यो सानो मसिनो ढुङ्गाहरू छ कि फिर्र पाङ्रो घुमाउने टाइपको हुन्छ नि त अनि अगाडि केही गाडी भयो भने त हावा पनि बवाल आहा धुलो त्यस्तै छ हामी अलिकतिको डिफ्रेन्समा हिँडिरहेछौँ होइन बाइक अगाडि छ म बिचमा छु अनि लोकेश पछाडि छ अलिकति यहाँ फेरि अफरोड रहेछ क्या पुरै यहाँ त पुरै बाटो चाहिँ बन्दै रहेछ यार ओहो तल फेरि कस्तो भिड हो के यार हाइट केटाहरू गयो क्या अगाडि अनुप दाइ अब कति रहेछ अङ्कल यो सिस्नेरी जाने कता बाटो हो अब कति छ हजुर अब आधा घन्टामा पुगिन्छ हजुर सिस्नेरी ए उतै हो ए यसो झर्न हजुर यसो झर्न बाबुवा ए हुन्छ हुन्छ हस् यहाँ साथी आउँदैछ उसैले कुरेको हो कि एकछिन ए ल ल हुन्छ दाइ हस् धन्यवाद सो हामी चाहिँ अब त्यो माथिबाट चाहिँ झरेर चाहिँ अहिले ठ्याक्क तल खोलामा आइपुग्यौँ होइन अब यहाँबाट चाहिँ बाटो त थाहा छैन तर सोध्दै जानुपर्छ यहाँ पुरै बाइक स्कुटर मात्रै छ क्या आज डेन्जर भिड छ जस्तो लागिरहेको लेट्स सी जाम अब होइन अलिकति पौडी खेलाउँ के भन्ने सोच लिएर आएको हो अब पाइन्छै क्या छ पौडी खेल्न अब धेरै मान्छे रहेछ नि त झ्याउलाउँछ अप्ठ्यारो लाउँछ मलाई त यहाँबाट फेरि कता हो यार सिस्नेरी नयाँ हो नेचुरल स्विमिङ पुल 1 किलोमिटर यता ए सन्डे अब अनुप दाइको मिलेन नि त हाम्रो त मिल्थ्यो अब ठिकै छ केही छैन जाम्न के छ र मान्छेहरू गएर फर्किसके टाइम चाहिँ 12:30 भयो भनेपछि हामी 11 to 12 12 to 12:30 1.5 घन्टामा आइपुग्यो त्यही पनि हामी भुल्दै भुल्दै बिस्तारै बिस्तारै आएको थियौँ आज चाहिँ वा दामी चाहिँ दामी छ हौ यतातिर नि यहाँ चाहिँ अलिकति अप्ठ्यारो रहेछ अब यहीँ अस्ति नै बिग्रियो थियो र मान्छेहरू उता खोला खोलै जान्थे कि तर त्यो खोलाबाट हाल्दा चाहिँ असिलो छ क्या कि यहीँबाट स्विमिङ सुरु भइसक्यो ओइ ल यहाँ चाहिँ अप्ठ्यारो छ सियर भाइ झर्ले न ए मुला यहाँ
चाहिँ अप्ठ्यारै रहेछ अलिकति यति होला असिलो बाटो त्यही पनि त्यो बिचमा ढुङ्गा लास्टै रहेछ र अप्ठ्यारो नत्र केही असिलो छैन यतिको बाटो यहाँ केटाहरूले हाल्दैछन् ढुङ्गा चाहिँ छन् कि यहाँ बिचमा ठ्याक्कै फन्न घुम्छ अब त्यहाँनिर हेरे आयो 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 केटाहरू चाहिँ पुरै नयाँ चप्पल रिभिल गर्दैछन् यो पनि नयाँ चप्पल ऊ पनि नयाँ चप्पल म चाहिँ जुत्ता धुनी भनेर लाएर आएको यही जुत्ता ए नयाँ जुत्ता यता आमा कति धनी हुन् केटाहरू सबै सो गाइस हामी चाहिँ आइपुग्यो होइन अब लगभग 2 घन्टा लाग्यो भनौँ न 10:30 बजी हिँड्दै थिएँ 11:30 12:30 बानेश्वरबाटै चाहिँ 2 घन्टामा आइपुगेँ अब यहाँ बाइक राख्ने ठाउँ छ जस्तो लाग्यो कति प्याक यार आमा पार्किङको फेरि यहाँ पैसा लाउँछ होला जस्तै पऱ्यो फेरि झर्ना कहाँ राख्ने यार पुग्यो हामी होइन प्रवेश शुल्क 50 रुपियाँ लाइफ ज्याकेट पर आवर 50 रुपियाँ हाइक तेरिका बिजनेस चाहिँ हो चले होला दह्रो के छ हो यहाँ त्यस्तो खतरा आमा मान्छेको भिड है झर्ना त कहाँ छ त छैन झर्ना मान्छेहरू माथि माथि जाँदो रहेछन् यार आमा केटकेटीदेखि लिएर सबजना दाइ यहाँ चाहिँ गएको मात्रै पनि 50 रुपियाँ भित्र छिरेकै हजुर अनि प्रवेश शुल्क अनि यो पौडी खेलेको यहाँ छिरेपछि 50 रुपियाँ जेसुकै गरियो अनि यो लाइफ ज्याकेटको नि 50 रुपियाँ त्यही इन्क्लुडेड हो कि छुट्टै त्यसको घन्टाकै 50 रुपियाँ यो चाहिँ अलिकति ठिक लागेन मलाई त सो गाइज हामीले चाहिँ 50 रुपियाँको टिकट लिइसक्यौँ होइन अब हाम्रो इन्ट्री हुन्छ टिकटमा चाहिँ 250 को टिकट यस्तो होइन झोला त आफू जहाँ भन्छ त्यहीँ गर्ने हो क्या सो यहाँको अवस्था यस्तो छ होइन शनिबारको आजको तपाईँले देख्न सक्नुहुन्छ मान्छेहरू यता माथि माथि पनि जानु रहेछ हाम्रो केटाहरू पनि माथि गएर यहाँ त खेल्न सकिन्न माथि गएर हेरौँ भन्दैछन् म चाहिँ यहाँ आएर पनि खेल्छु अहिले एकलट होइन यहाँबाट फडाल्नु पर्छ अहिले मलाई चाहिँ त्यो पाहाडदेखि डर लाउँछ होइन त्यो ऊ हुन्छ नि त भिर टाइपको मलाई चाहिँ पानीदेखि चाहिँ डर लाउन किनभने सानैबाट झन् हुर्किएको यही पानीमा हुर्किएको भएर पनि होला आफू अहिले मस्त पौडी खेल्नुपर्छ यहाँ त सो गाइज म चाहिँ पौडी खेल्न अब रेडी अवस्था छु होइन एकैछिन केटाहरू चाहिँ यहाँबाट छिरेर जाँदैछन् होइन माथि जानलाई थाकियो एकैछिन पौडी खेलेर कहाँ हो ओडार ए ओडारबाट निस्किन मेरो हेलमेट खोइ ए चुडो मोबाइल छ नि ल जाम ओडारबाट छिर्दै यहाँ त केही गइरै छैन होला है ल आऊ डुबाउला मुला ल मजा आउँछ है गाइस अझ तल खेल्न मन लाग्यो यहाँ केटाहरू कोही जान्ने रहन्छन् फेरि मलाई तल त आफै नगरे नि हुन्छ डेन्जर गइरह यहीँ त यत्रो गइरह यहाँ आएर कति छ छैन धेरै ओ खेलो न बौवा खोइ ए हराउ केटाहरू यार कहाँ आउँछ हो
सो हामी चाहिँ अझै माथि जाम भनेर जान लागेको होइन हामी आउँदा आउँदा उहाँ तलबाट आएको आउँदा आउँदा त्यहाँ एकचोटि खेलेँ म यहाँ एकचोटि अब हुँदा हुँदा हामी अझै माथि जाम भनेर केटाहरू माथि जाँदैछन् अझै माथिसम्म जान मिल्दो रहेछ कि उहाँ माथि पनि मान्छे देख्न सक्नुहुन्छ हामीले सब प्याक छ कि आज चाहिँ पुरै शनिबार चाहिँ यहाँ वाइल्ड हुनु रहेछ यहाँ देखिए ये लोग को कैसे अर्को खै अर्को खै अर्को खै हो त कुनामा पुस गर्न नाइस नाइस माथि ल्याउनु त तपाईँ नाइस म्यान नाइस पाल्ने तपाईँ अच्छा दाइको चप्पल चाहिँ कहाँ पुगेछ दाइको कस्तो लागिरहेको छ चप्पल हराएर सस्ता सस्ता बियर गिफ्ट मेन बसिस वाइन एउटा चाहिँ देखिरहेको छ है भिडियो देख्छ माथि आउने कसरी त्यहाँबाट मलाई दुईजना मिलेर ताने यार राम 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 के बोलेर मरेको यो सो टाइम चाहिँ 3:08 गइसक्यो होइन 3 बजे पनि यहाँको भिडभाड तपाईँहरू देख्न सक्नुहुन्छ यहाँ त सबभन्दा माथि आएको हामी चाहिँ अनि हाम्रो चाहिँ यहाँ केटाहरूको चाहिँ फोटोसुट हुँदैछ हाम्रो यस्तो पारामा फोटोसुट पनि लगभग सकिसक्यो फोटोसुट हाम्रो अब हामी यहाँबाट निस्किन लागेको केटाहरू फेरि उता त्यो हाइड्रो पावरहरू हेर्दै जाम दक्षिणकाली मन्दिर नि यसो मिल्यो भने पसम भन्दैछन् फेरि अब त्यो भएर चाहिँ अब जान लागेको अब यहाँबाट निस्किन्छौँ हामी एकदम रमाइलो भन्दा पनि रमाइलो पनि छ मान्छे चाहिँ टन्नै आउँदो रहेछन् होइन एकदमै धेरै के अनि
शनिबारको दिन चाहिँ वाइल्डै भिड हुने रहेछ। तपाईँहरूले पनि देखि नै हाल्नुभयो होला, मैले देखाउँदै लिएर आएको थिएँ। त्यस्तो छ यहाँको अवस्था। अब चाहिँ हामी यहाँबाट बिस्तारै बिस्तारै जान्छौँ। अरू चाहिँ अहिले अब जाँदै गर्दा भेट्नुपर्छ। त्यही हो, अब केटाहरूलाई यसो कस्तो भयो भनेर सोधौँ है त। कस्तो भयो त आज हाम्रो भयो? मैले त पुरै यस्तो यस्तो टाइम हाने नि। अब यहाँ खुट्टा यहाँ चोट लागिरहेछ, यहाँ चोट लागिरहेछ हो। जे होस् सबभन्दा बढी त मैले रमाइलो गरेँ होला। अनि तिमीलाई कस्तो लाग्यो? मैले धेरै पछि स्विमिङ खेलेको, एकदम रमाइलो लाग्छ, धेरै खेलियो। ए हो र। अनि अब आउने मान्छेहरूलाई के भन्छौ त? आउनुहोस्, रमाइलो छ एकदमै। अहिले आउनु छैन तर शनिबार चाहिँ शनिबार चाहिँ अब सकेसम्म भएकोले सकेसम्म आइतबार, सोमबार, मङ्गलबार, बुधबार, बिहिबार, शुक्रबार। अनुप दाइ कस्तो भयो? कहाँ पुगेको त सोध्छ भनेर। नेपाली बियर कि यी मान्छे आउने बित्तिकै डुबेका हुन्, पानी आएका हुन्। यिनले चाहिँ गहिरो छैन भनेर सिधै पानी आएका। मैले उद्धार गरेको यिनलाई हो कि होइन? अनुप दाइले उद्धार गरेको आज। एकचोटि म पनि भइसकेको थिएँ तर हप्ता पत्ता पछि ल है त्यही हो। तपाईँहरू पनि अब आउन सक्नुहुन्छ होइन। शनिबार चाहिँ अब एकदम भिड हुन्छ। अरू दिन आउनुभयो भने चाहिँ अब आरामसित खेल्न सक्नुहुन्छ भनौँ न। शनिबार आउनुभयो भने नि अब स्विमिङको मजा त तपाईँहरूले लिन सकि नै हाल्नुहुन्छ। त्यही पनि अब शनिबार चाहिँ भिड ज्यादा हुन्छ मात्रै भनौँ न। त्यही हो, अब हामी चाहिँ यहाँबाट अब निस्किन्छौँ। अरू चाहिँ अब पछि भेटौँला। अहिले जाँदै गर्दा यहाँ केटाहरूले फेरि कता कता जाने भन्दैछन्। त्यही हो ल। सो यहाँको भिड यस्तो बवाल छ। पार्किङ, यहाँ पार्किङ, वहाँ पार्किङ, यहाँ पुरै लाइन पार्किङ। मान्छे शनिबार सो यो बाटोमा आउँदाखेरि सबभन्दा असिलो टाइपको छेउबाट लिएर आउँदाखेरि चाहिँ ठिकै रहेछ। बिचबाट त नहाले नि हुन्छ। म गइरहेको अहिले हामीले बिचबाट हालिएछ कि छेउबाटै हालेर ठिकै हुने रहेछ। जानु जानु सो चेकिङमा परियो। अब के हुन्छ हेरौँ। अलि अगाडि हिँड्नु न अनुप दाइ। हजुर नमस्कार। यहाँ चाहिँ के हुने? हस् सर, एकदम धन्यवाद। जाम पऱ्यो ल है। हाम्रो सरले टिकेटमा भिडियो हाल्नु त जस्तो पो भयो लागेको हो मलाई। हामी चाहिँ अहिले दक्षिणकाली मन्दिर फर्किँदाखेरि आइपुग्यौँ भनौँ न। अब यहाँ आइसकेपछि अहिले हल्का नुहाइयो नि त। त्यो भए पनि अब हल्का केही खाएको पनि छैन। त्यो भएर हल्का यसो दर्शन गरेर जाऊँ न मन्दिर आइसकेपछि भनेर चाहिँ अब यसो हामी जान्छौँ तल होइन। अनि एकैछिन दर्शन गरेर चाहिँ हामी फर्किनुपर्छ। अब म त्यस्तो भ्लग चाहिँ गर्दिनँ। अब हामी कतै गएर एकदम खाजासाजा पनि खाइन्छ होला। त्यता बस्ने बेला चाहिँ अनि के भन्छ अरे भ्लगिङ गरौँ ल। त्यही हो। ल परमेश्वरी भगवान् रक्षा गरिदिनुहोस्। के भन्छ 10,000 स्टेप हिँड्नु भन्छ त। मन्दिरभित्र त के हेलमेट लाउँ र? हेलमेट खोजेर देखाउँछु अब कतिको देखिन्छ। भित्र चाहिँ खासै खिच्न पाइन्न।
म दक्षिण गरिदिनुहोस् मेन मन्दिर चाहिँ यता हुनुहुन्छ होइन मन्दिरभित्र फोटो खिच्न सब मनाइ छ भित्र चाहिँ पाइन्छ यहाँ बाहिरबाट मात्रै पाइन्छ होइन सो हामीले चाहिँ है दक्षिण कालीबाट चाहिँ खुवा लिएर आएको थियौँ होइन अब यो चाहिँ खाँदैछौँ अनि यहाँ चाहिँ मोमो खान रोकिएको अस्ति नै पनि हामीले एकचोटि यहाँ मोमो खाएको थियौँ कि यो दौडाउनेर आएर यहाँको मोमो चाहिँ बेस्ट बवाल थियो त्यही भएर चाहिँ मोमो खान लागेको अब त्यही एकदम रमाइलो भयो होइन अब भ्लग पनि अब यहाँ इन गरिदिन्छु क्यामेराको चार्ज सकिन लाग्यो झोला हालिदिन्छु भनेर चाहिँ अब भ्लग इन गर्नु लागेको मान्छेहरू त्यसै थाकेर रन्किए जस्तो भइसकेन के भयो रमाइलो भयो रमाइलो भयो उहाँ मान्छे रमाइलो भयो अहिले थकै लाग्यो होइन के कसो कस्तो भयो त तिमी त फेरि पनि गराउन सक्छौ होला नि सकिहाल्छु किन सक्नु ल त्यही अब अहिले यो भ्लगलाई चाहिँ इन गरिदिउँ होइन अर्को नेक्स्ट भ्लगमा भेट्नुपर्छ सो सी यु इन द नेक्स्ट भ्लग गाइज बाई बाई कखनो खुवा टेस्ट गर्छु म खै ल्याउ त हाल त खुवा टेस्ट गर्छु यहाँ खाम है त गुड छ गुड दक्षिण कालीको खुवा गुड छ